यहाँ चाहिँ हाम्रो फोटो खिचाउने ठाउँ भिडियो बनाउने ठाउँ जस्तै देखिरहेको छ तर खै खिच्न दिन्छ कि दिँदैन यहाँ चाहिँ यस्तो छ हामी हेर्दै गइरहेको छ साँझ रातिको समयमा साँझ पख होइन अनि हाम्रो मनमय दिदी के छ हालखबर हाम्रो दुईजना चाहिँ यहाँ जोडी छ ढुकुरको जोडी कि परेवाको जोडी भन्ने हो दुईजना टक्कसँगै हिँडिरहेका छन् यस्तो यहाँ चाहिँ फोटो खिचाउने काम हुन्छ यहाँ चाहिँ हाम्रो यो पार्कमा हाम्रो छ दुईटा परेवाको जोडी ढुकुरको जोडी अनि यहाँ छ अर्को चाहिँ हाम्रो राजा हाँसहरू हाम्रो हाँसहरू सेतो सेतोमा पोसाकमा छन् हाँसहरू दुईटा हाँसहरू यहाँ छन् अरू हाम्रो चखेवा होइन चखेवा परेवाहरू यहाँ चाहिँ रहेछ हाम्रो एकजनाको भन्ने डान्सर हाम्रो डान्सर टिचर रहेछ यहाँ गीत भन्दा नि डान्स एकदमै सही गर्नुहुन्छ गीत चाहिँ बिगारिदिनुहुन्छ है जहिले नि के हो त नि हाम्रो च्यानललाई के सपोर्ट गर्न नभन्ने सपोर्ट गरिदिनु होला प्रियजन प्रिय मित्रहरू अन्त सब्सक्राइब गरिदिनु होला हाम्रो भाइलाई अझै भाइरल गरिदिनु ल जिब्रो निकालेर भयो अब अनि यो चाहिँ हामी दिउँसो आएको थियौँ अब दिउँसोको बेलामा दुईजना मात्र भयो अब हामी यहाँ धेरैजना छौँ अनि यहाँ चाहिँ पानी यस्तो छ है यस्तो हामी दोहामा छैन यो भिलाजुमा छ भिलाजुको यो पार्कमा यहाँ चाहिँ पानीहरू छ यस्तो दामी भइरहेको छ राति चाहिँ यस्तो छ है लाइट मात्र हुन्छ अनि उतातिर पार्क छ खासै देखेको छैन त्यहाँ मान्छेहरू छन् ढुक्कै यहाँ चाहिँ बसिरहेको छ नि यहाँ चाहिँ हाम्रो के भन्छ थारू भाषामा त गाडा भन्छ यहाँ रथ राखेको छ है रथ कि के भन्छ होला गाडा कि रथ भन्छ के भन्छ यो के हो पिरानी यहाँ गाडा कि रथ कि के टाँगा होइन के हो पछाडिको गाडा कि के गाइस यहाँ चाहिँ अलि यतापट्टि आयो हामी पानीको त्यो दक्षिणे देखाइरहेको थियो त्यहाँबाट चाहिँ यतातिर आएर हामी चाहिँ यो देख्न सक्छौँ यहाँ चाहिँ ढुङ्गाहरू छ बोटिङ गरिरहेको छ हाम्रो कारहरू के होइन बोटिङ गरिरहेको छन् यहाँ पानी चाहिँ भित्र सर आइरहेको क्या दामीदेखि यहाँ चाहिँ कस्तो छ खिचिरहेको छु भिडियो खिचिदिइरहेको छु मैले हाम्रो भाइरल जोडी आज बोलीको भाइरल जोडीहरू छन् दुईजना अब गाइस होइन अहिले धेरै राति भइसकेको छ यो रातिको समयमा म भिडियो बनाउँदा 1 बजिसक्यो है भिडियो बनाउनलाई धेरै मेहनत हुन्छ यो रातिको समयमा होइन भर्खरै भिडियो एडिट गरेर सकाएको छु भिडियो बनाउनलाई एकदमै मेहनत लाग्छ त्यही भएर साथीहरू तपाईँले यो ब्लगहरू राम्रो लाग्छ भने होइन भिडियो बनाएको मेरो एडिट गरेको राम्रो लाग्छ भने प्लिज लाइक कमेन्ट सेयर गरिदिनु है अनि त्यहाँ कुन होइन ठाउँमा बिग्रेछ मेरो भिडियोहरू कसरी बनाउनुपर्छ कसरी राम्रो गर्ने भनेर सल्लाह दिन चाहनुहुन्छ भने कमेन्टमा मलाई सल्लाह